त्यस्तै भइहाल्यो पछि नेपालमा भेट गर्नु भयो सेफ जर्नी है यसो भिडियो गर्दा गाडीमा चढेको मन लाग्दैन अब दाइ चक्कामा चढ्नु ल तपाईँ चाहिँ ल काका भेट्नुपर्छ है ल आन्टी चाल्नको बाई बाई दुबई ल दाजु ल दाजु ल ल बहुत धेरै नाटक गर्छ ह्यान्डसम डेट छ त हुन्छ चल्दिहाल्ने हो चल्दिने नि दाइ अब भर्खरै गइदिने म एकैछिनमा म नेपाल पुगेर मेसेज गर्छु है म ल आजको त के हो लुस्ता फेरि सेफ हाइडै नि सेफ गर्ने मदन जाऊ ल सोल्ड यता हेर न एकचोटि के छ ल हो हो म त ठिक लाग्दैन होइन हात मिलाउनु त ल है ल अब खिच्दिनँ लाउनु कति धेरै सामान छ त यार कहाँ गयो हाम्रो सुमन भाइ चाहिँ सुमन भाइ चाहिँ कहाँ गयो खोइ ब्यागतिर ल यसलाई गाडीमा चढिहालेको कहाँ गयो त भाइ गाडीमा चढिहाल्यो गाडी पनि त सानो छ नि त सानै हो गाडी यत्रोजना हेर्नु नि कतिजना आयो ल लाग्यो है ल कोसिस लड्ने हो ल राम्ररी जाऊ है लगाएको राम्रो जानु ल जानु राम्ररी जाऊ को जाने अरू यहाँ त यो सामान यस्तो दोस्त तिम्रो खोइ स्वर्ग गएको स्वर्ग हाल्ने खालको होइन नि ए यो त तिमीले बोक्यौ यो त बोक्ने खालको मात्रै हो कहाँबाट लिएर आयो आज धेरै टाढो गएको थियौँ के बोकेर आयो लुगा मात्रै कति गरौँ छ लुगा मात्रै छ होइन मतलब लुगा मात्रै अरू पनि होला के लुगा हो कहाँ गएको मलाई अब त्यस्तै भइहाल्यो पछि नेपालमा भेट गर्नु भयो सेफ जर्नी है यसो भिडियो गर्दा गाडीमा चढेको मन लाग्दैन अब दाइ चक्कामा चढ्नु ल तपाईँ चाहिँ ल काका भेट्नुपर्छ है ल आन्टी चाल्नको याद गरिराख अरू थाहा छैन ल दाइ के जाने हो फोटो हान न ल आज हामी पुर्याउनेमा मेरो सालोलाई कुनै दिन तपाईँ जानेमा पनि हुन्छ म जाने बेलामा तपाईँ हुनुहुन्न म म जाने बेलामा नवीन हुन्छ नवीन जाने बेलामा को हुने हो कुनै थाहा छैन अहिले चाहिँ बजो ठ्याक्कै 2:55
3 बज्नुलाई 5 मिनट कम मोटे मोटे नै ए यहाँ बिल्लु भाइ पनि छोड्न आएको छ सालोलाई हेलो बिल्लु भाइ यता ल यस्तो थोपडा देखाइदियो हेलो हाई भनिदेऊ हेलो हेलो यस्तो छ बाह्र ट्याक्कै 3 बज्नु 4 मिनट मात्र बाँकी छ अब केटाहरू अब यस्तो छन् हलचल सुनसान केटा तिनीहरूलाई बोक्सीले पकडलाई बाटोमा दुबईमा त भुतेर लास्टै राख्छ नि यो कुरा त नेपालमा बस्ने सुन्दा खिच्चा लाग्छ कि तर दुबई विदेशतिर त खाटीतिर त भुत चाहिँ कसम लास जिन भन्ने त सुने होला जिन भन्छौ नि अब जिन भने यो कुरा मुस्लिममा जिन भन्छ अब के अरे मैले नपत्ताको कि एउटा केटी थियो हामी पुरा एल्सियनमा यहाँ आएर भने मैले यस्तोमा क्या यस्तोमा बोक्सले टोकेको क्या बोक्सले टोकेको डाम तिमी राति सुत्या हुन्छ होइन सपनामा के देख्छौ नि तर बिहान उठ्दाखेरि आफूले चाहिँ सपना कसैले पिटेको देख्यो होइन बिहान उठ्दा पुरा शरीरबाट दाइम हुन्छ क्या ए भेना मैले फिल गरेछु क्या बुझ्दैनौ मैले चाहिँ देखेछु घरतिर मैले फिल गरेको छु रुममा हुन्छ म त भोलि रात दिउँसो एक्लै सुत्थेँ नि त दिउँसो सबै ड्युटी जान्थेँ म नाइट ड्युटी गरेर हाम्रो मुस्लिम रिलिजनमा चाहिँ यिनीहरूको फेरि जिन भन्ने हुन्छ जिन अनि खबिस यस्तो यस्तो हुन्छ क्या विदेशमा भूत हुन्छ हौ लास्ट हुन्छ यहाँ अरू कन्ट्री नेपालमा त्यस्तो फिल गरिन क्या मैले त नेपालमा देखेको छु त्यो त्यहाँ आफ्नै केटा तिमीलाई त होइन ओइ रोहन भाइ बोक्सले पकड न सिन्दुर बोकेछ बोक्सीले समात्छ क्या अहिले हेर्छौँ के गरौँ नै चेक गरेको अहिले जान्छ को ल ल ल दाइ ल ल नेपाली दाइ ल तिमी पनि जाऊ ल कुशललाई ल ल ल ल कुशल दाइ ल ल ल ल कुशललाई ल ढोक्का होला यतिको ठुलो कम्पनी छ हाम्रो अनि सानसानो कम्पनी होइन गुड मर्निङ मर्निङ इट्स मी मिस्टर होपलेस किङ